हेलो सबैजनालाई नमस्कार है। आज मैले मस्यौराको तरकारी बनाउन गइरहेको छु। मस्यौराको तरकारी त अब सबैजनाले बनाउनुहुन्छ, आफ्नो आफ्नो तरिका हुन्छ। मेरो आफ्नै तरिका हुन्छ, हजुरहरुको आफ्नै तरिका हुन्छ। म चाहिँ यो मस्यौरालाई रातो हुन्जेलसम्म भुट्छु। यो मस्यौरा पहिले कालो छ। यो मेरो तपाईहरु आफ्नो आफ्नो हुन्छ है। त्यो मस्यौरा पनि कहिले किनालुको बनाउनुहुन्छ, कहिले के को बनाउनुहुन्छ। यो चाहिँ कर्कोलो र मासको हो। हामीले चाहिँ कर्कोलो र मासबाट मस्यौरा बनाउँछौं। पानी परेछ। अब यो रातो भइसकेपछि मैले यसलाई निकाल्छु। धेरै डढ्यो भने तितो हुन्छ, मिठो पनि हुँदैन फेरि। अब यही तेलमा मैले दुईटा सानो टमाटर लिएको छु, एउटा खुर्सानी बीचबाट चिरेर। यो अदुवा लसुन र जिराको पेस्ट। त्यो कराईमा आँखा नलगाउनु होला, कराई त्यो पुरी पकाउने कराई हो। रस पनि थोरै रस बनाउँदा चाहिँ म यसमै बनाउँछु। अब जाडो मौसम छ। नुन, मलाई जिरा मन पर्छ के यसको। जिरा टक्क आउँछ नि तरकारीमा, खाँदा टेस्टिन्छ। मलाई एकदम मन पर्छ, त्यही भएर मैले हाल्छु। भाँडा कालो छ, भाँडा कालो भए पनि कोही बात नहीं। बेसन, अहिलेको लोकल टमाटर है, मजाले पाक्छ के टमाटरहरु। अहिलेको टमाटर चाहिँ मस्यौरा कोलाई मन पर्छ। हुन त जाडोमा मस्यौरा मन नपर्ने को नै हुन्छ र है। मलाई त मन पर्छ। मलाई त एकदमै मन पर्छ। मलाई यो जाडो बेलामा मस्यौरा, सिन्की मेरो फेभरेट हो। तामा त अमिलो तामा। ओहो, मलाई केही चाहिँदैन यति भएपछि। खुर्सानी मैले फोड्दिनँ किनभने बच्चाहरूले पनि खान पर्छ। चाहिँ धेरै पिरो खाँदैन। पिरो खाँदै नखाने पनि हैन, धेरै पिरो खाँदैनन् है। मैले पानी हाले, तर हाम्रो आमाले बनाउँदा चाहिँ चौलानी हालेर बनाउनुहुन्थ्यो। चौलानी हाले पनि छुट्टै टेस्ट आउँछ के। ल हेर्नुस्, चट्ट यो तातो झोल र भात यो जाडोमा के चाहियो हैन। थ्यांक यू।